यहाँहरू सम्पूर्णमा नमस्कार। यो कार्तिकको महिना आज हरिबोधन एकादशीको अवसरमा पोखरा तुलसी घाट स्थित यो हरिबोधन एकादशीको अवसरमा यो सुन्दर यो पवित्र ठाउँमा यो सुन्दर तपोभूमिमा आज यहाँको अवलोकन गर्ने गङ्गा स्नान गर्ने अवसर मिल्यो। आज हरिबोधन एकादशी, आज पवित्र दिन, आज निराहार व्रत बसी हरिबोधन एकादशीको उपासना गर्ने दिन। आज म यो किनारमा गङ्गा स्नान गर्नको लागि आइरहेको छु। दृश्यमा तपाईँहरूले देखिरहनु भएको छ। यो तोरण तार्नको लागि तुलसी फुलमाला सहित अहिले भक्तजनहरू अहिले यो तुलसी घाटमा एकदम भिडभाड बढिरहेको छ। तपाईँहरूले दृश्यमा देखिरहनु भएको छ। हामी पनि स्नान गर्नको लागि यो दिव्य धाममा अहिले आइरहेका छौँ। अत्यन्त रमाइलो माहौल रहेको छ, अत्यन्त धार्मिक माहौल रहेको छ। दृश्यमा तपाईँ देख्न सक्नुहुन्छ के बुढाबुढी, के युवा, सम्पूर्ण जनहरू, के केटाकेटी, सम्पूर्ण जनहरू अहिले तुलसी घाट धाममा जम्मा भइराख्नु भएको छ। यो आज हरिबोधन एकादशीको दिन यो सेती नदी किनार तुलसी घाटमा स्नान गर्नको लागि सम्पूर्ण भक्तजनहरू आइराख्नु भएको छ। आफ्नो मनोकामना पुरा गर्नको लागि सम्पूर्ण भक्तजनहरूको मनोकामना पुरा होस् भन्ने कामना पनि गर्न चाहन्छु। दृश्यमा तपाईँहरू देखिरहनु भएको छ। यो सुन्दर दृश्य हेर्न नछुटाउनु होला। तपाईँ यदि घरै हुनुहुन्छ भने, जहाँ कहीँ हुनुहुन्छ भने यो पवित्र भूमिमा आज हरिबोधन एकादशीको दिन सम्पूर्ण जनहरूमा जानको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो दृश्य म तपाईँहरूलाई देखाइरहेको छु। आजको दिन अत्यन्त यो तुलसीको विवाह गर्ने दिन, अत्यन्त रमाइलो यो महोत्सवमा सम्पूर्ण जनहरूलाई सहभागी हुन, सम्पूर्ण धर्म अनुरागी सम्पूर्ण जनहरूलाई म यस अवसरमा यो दृश्य, यो सुन्दर दृश्य हेरेर रमाउनु होला। अहिले सम्पूर्ण भक्तजनहरू यो तोरण तार्नको लागि बाजा गाजासहित अहिले चाहिँ यो सेती नदी किनारमा जाँदै हुनुहुन्छ। तपाईँहरू देखिरहनु भएको छ। हामी तपाईँलाई दृश्यमा देखिरहेका छौँ। अत्यन्त सुन्दर तपाईँहरू दृश्यमा देखिरहनु भएको छ। यस्तै धार्मिक कार्यमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी पनि लागेको छ। हामी अहिले तुलसी घाटमा रहिरहेका छौँ। सेती किनारको यो तुलसी घाटमा रहिरहेका छौँ। त्यसमा तपाईँले देख्नुभएको छ।